राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी भइरहेको छ। प्रहरी स्रोतका अनुसार अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ। शुक्रबार राति आफ्नो निवासबाटै पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले विमानबाट भैरहवा लैजान लागेको हो। उनलाई शुक्रबार राति भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो। उनलाई अहिले केही समयपछि भैरहवा लैजाने तयारी छ, तर उडान डिले भएको प्रहरीले जनाएको छ। कुन एयरलाइन्सको विमानबाट लैजाने भन्ने अहिलेसम्म प्रहरीले खुलाएको छैन। संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रासोपा सभापति लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि प्रहरीले राति नै बुढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले उनलाई 1 करोड धरौटी मागेको थियो। त्यो आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो। रवि लामिछानेलाई पक्राउ गर्नु अघि प्रहरीले उनको अन्तिम इच्छा के हो भनेर सोधेको थियो। त्यसमा रासोपा र स्वयं रवि लामिछाने र उनका समर्थकहरूले आपत्ति जनाएका छन्। रवि लामिछाने आफैले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश जारी गर्दै आफू रहे पनि नरहे पनि रासोपा सधैँ रहने बताएका छन्। यस्तै आज नै रासोपाले चितवनमा भेला गर्दैछ। चितवनको भेलामा रवि लामिछानेले सम्बोधन गर्ने तय भएको थियो। उनले धेरै कुरा खोल्ने बताएका थिए, तर त्यसको एक दिन अगाडि नै अदालतले उनलाई थुनामा पठाउने आदेश गरेको हो र प्रहरीले पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न गएको हो। उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले उनको बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रासोपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ। रासोपाको शुक्रबार राति बसेको भर्चुअल केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ। मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानूनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि लान सकिन्थ्यो। भरे पनि अझै कागज बोकी वही प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ। म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाई म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन, तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म धेरै केही भन्दिनँ। म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानूनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु। यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढकाउँछु आफ्नो न्यायको लागि। र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु। म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु। चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नु होला। अन्य साथीहरू आउनुहुन्छ, उहाँहरूले कुराकानी गर्नुहुनेछ, निरन्तर चलिरहन्छ। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ। मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौं। निरन्तरता प्रदान गर्नुहोला। म कानूनी लडाईमा छु। यो सरकारले यो आजको गिरफ्तारी विशेष गरी हामी गिरफ्तारी दिन्छौँ हामी आफै सोच्दैछौँ भन्दै गर्दाखेरि यसले राष्ट्रिय राजनीतिमा ठूलो छलाङ मार्नेछ।
ती गाडीहरू मोटरसाइकलहरूलाई चाहिँ हातपात गरिएर चाहिँ लट्ठी हालेको छ, डन्डा प्रहार भएको छ। त्यसले गर्दा सरकार आत्तिएको बास भयो। तर त्यसो नगरोस् भनेर केही साथीहरूले आग्रह गर्दा गर्दै केही साथीहरूमाथि नै मुक्का प्रहार भएको छ। यस घटनालाई तपाईँले जो काभ्रे जिल्लाको सभापति पनि हुनुहुन्छ, तपाईँहरूले कसरी हेर्नु भएको छ? यसलाई विशेष गरी चाहिँ के भन्छु भने प्रहरी प्रशासनलाई यसरी ती भ्रष्ट माफियाहरूले चलाइराखेका छन्। कृपया प्रहरी प्रशासनसँग पनि के आग्रह गर्न चाहन्छु भने कृपया यो सरकारको बदनियत पूर्वाग्रही प्रतिशोध विरुद्ध प्रशासनले यदि राम्रा यो देश बनाउँछु भनेर परिवर्तन गर्छु भनेर आएका एउटा परिवर्तनको सम्भाग पार्टी सभापति रवि लामिछानेमाथि तपाईँले पनि ती बाहरूको कुरा सुन्नुभयो भने यो देश यसै बन्नेवाला छैन। तपाईँको हाम्रो पुस्ता यिनीहरूले सिद्धाउँदैछन्। त्यस कारणले गर्दा त्यो न्याय सघाउनको निम्ति पनि प्रहरी प्रशासनले सघाउनु पर्ने अवस्था छ। तर हामीमाथि अनाहकमा प्रहार गर्ने र हामीलाई दमन गर्न खोज्यो भने प्रहरी प्रशासनलाई यहाँबाट चुनौती दिन चाहन्छौँ। अब हामी न्यायलाई सघाउँछौँ, तर प्रहरी प्रशासनको दमन हामीमाथि काहीँ कतै गर्न खोज्यो भने यो देशमा आगो बल्छ। हो, तपाईँले भन्नुभयो अन्तिम इच्छा भन्नुभएको छ। त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले के भन्छौँ भने सभापतिज्यूले म मर्न तयार छु, मलाई कुन कागज हो तपाईँले भ्रष्ट र माफिया यो राज्यको सम्पत्ति दोहन गरेको, यो सहकारी यो तपाईँको ठग भनेर आरोप लगाएको, त्यो प्रमाण दिनुहोस्, म आत्मदाह गर्न तयार छु, तपाईँको सामुने भन्न चाहन्छु भनेर उहाँले त्यस्तो खालको एउटा विलाप गर्नुपर्ने अवस्था यो देशमा रहन्छ। भनेपछि अब हामी पनि यदि पार्टी सभापति माथि त्यो आरोप र ब्लेम लगाएर प्रतिशोध राखेर फेरि पूर्वपक्षको नाममा चढाउन खोज्यो भने यो हजारौं नागरिकहरू आत्मदाह गर्न तयार छौँ। अब हामी पर्खेर बस्नेवाला छैनौँ, कानुनलाई सघाउँछौँ, तर हामी कुनै पनि चरणमा सशक्त रूपमा आन्दोलनका चरणहरू घोषणा गर्न तयार छौँ। अब हामीले सम्झिने कुरा आम नागरिक, शुभेच्छुक र पार्टीका सम्पूर्ण घन्टी मित्रले हामीले के सम्झिराखेका छौँ अन्तिम इच्छा भन्ने बित्तिकै तपाईँ यो प्रश्न सोध्दा मेरो हात खुट्टा कामिराखेको अवस्था छ। अब त्यो कस्तो अवस्थामा छ भने जब उहाँले गिरफ्तारी प्रहरी प्रशासनमा स्वतः स्फूर्तमा गिरफ्तारी दिन तयार छु भनेर आम सञ्चार माध्यमबाट उहाँले सार्वजनिक गरिसक्नु भएको अवस्था थियो। तर त्यो भन्दै गर्दा तपाईँको तेरो अझ उहाँले के भन्नुभयो, तेरो अन्तिम इच्छा के छ भनेर भन्नुभयो। त्यस्तो खालको शब्द प्रयोग गरेर यदि उहाँको नियत के देखियो भने रवि लामिछानेलाई तपाईँको जेलमा सडाउने र 84लाई प्रभाव पार्ने जुन एउटा लुटतन्त्र एउटा यो माफिया भ्रष्टहरूले आफू जोगिने जुन प्रयत्न गर्यो, अब आम नागरिकहरू चुप लाएर बस्नेवाला छैन। अबको यात्रा हाम्रो असाध्यै शान्तिपूर्ण। यसको नाउँमा हामीले यो एकपटक यो देशले द्वन्द्व खेपिसकेको छ। हामी द्वन्द्व चाहँदैनौँ, तर हामीमाथि यस्तो खालको पूर्वाग्रह र बदनियत राखेर पार्टी सभापति माथि जुन किसिमको एउटा निरन्तर रूपमा फेरि जेल चलान र पूर्वपक्षको नाउँमा बदनियत राख्न खोज्यो भने अब हामी दैले मारेर बस्दैनौँ, हातमा दैले मारेर बस्दैनौँ। सशक्त रूपमा प्रतिरोध गर्नको निमित्त त्यही भएर रेडी फर द रिभोल्युसन देशैभरिका आम नागरिक शुभेच्छुकहरूलाई, घन्टी मित्रहरूलाई तपाईँहरू आन्दोलनको निमित्त शान्तिपूर्ण यो एउटा आन्दोलनको निमित्त भ्रष्ट माफियाहरूको विरुद्ध अब यो देशमा परिवर्तन आजबाट यो 22 गतिको पूर्व सन्ध्याबाट आज नयाँ चरणले एउटा आन्दोलन अगाडि बढाउनको निमित्त भोलि हामी चैत्र 23 गते हामी चितवनको मैदानबाट यो एउटा देवभूमिबाट साधना गर्दैछौँ। अब हामी चुप लाएर बस्नेवाला छैनौँ। आदरणीय सञ्चारकर्मी साथीहरू, म एकदमै भाव विह्वल भएर यो जिल्ला प्रहरी परिसरको कार्यालयमा बसेर म तपाईँहरूलाई के एउटा चाहिँ तपाईँलाई अनुरोध गर्न चाहन्छु भने त्यो शब्द सुन्ने बित्तिकै हामीलाई लागेको थियो अब यिनीहरूले यो जिल्ला प्रहरी परिसर कार्यालयमा रातारात यिनीहरूले झुन्नाएर यहाँ सिद्धाउँदैछन् भन्ने हामीलाई आशंका भएका छ। त्यस कारणले हामी रातारात अब हामी रवि लामिछाने जुनसुकै कार्यालयमा लगे पनि हामी कुनै पनि रात भन्दैनौँ। यो कार्यालयको परिसरभरि चाहे रूपन्देहीपुरा होस्, चाहे जिल्ला प्रहरी परिसर राखोस्, हामी रात त्यो छोड्नेवाला छैनौँ। 24 घण्टा पेरिफेरीमा बस्नेछौँ। तर उहाँलाई लागेको छ यो भोलि चैत्र 23 गतिको हाम्रो जनयात्राको विशाल सभालाई उहाँहरूले तोडमोड गर्नको निमित्त, प्रभाव पार्नको निमित्त उहाँले अन्तिम इच्छाको नाममा फेरि सुलीमा चढाउने जुन प्रयत्न गरेका छन्, अब त्यो डिएसपी एसपीलाई हामी उहाँलाई चढाउन चाहन्छौँ। उहाँले जे सोध्नुभएको उहाँलाई पर्दा पछाडि मात्र होइन, पर्दा अगाडि राखेर त्यही क्वेसन गर्न चाहन्छौँ र यो सञ्चार माध्यमबाट पनि उहाँलाई त्यही भन्न चाहन्छौँ। यदि तपाईँले यसको सही उत्तर दिन सक्नु भएन भने तपाईँको जिम्मा बाले लिउन्, यी भ्रष्ट माफियाहरूले लिउन्। अब जनताले तपाईँ डिएसपी एसपीलाई छोड्नेवाला छैनौँ। हाम्रो सभापतिलाई सकुशल जस्ताको तस्तै हरेक घन्टा सार्वजनिक गर्नुहुन्न भने तपाईँ डिएसपीलाई हामी ती ठाउँको ठाउँ लगाएर आम नागरिकले जिल्ला परिसरभित्र लगाएर तान्नुपर्ने अवस्था नरहोस्।
हामीलाई थाहा छ हामी कहिले पनि यो देशमा फेरि द्वन्द्वले शान्ति नभएको अवस्था छ। हामी त्यस्तो द्वन्द्व चाहँदैनौँ। शान्तिपूर्ण रूपमा एकदम भीषण रूपमा एउटा भोलि चैत्रदेखि एकदम ठुलो आन्दोलनको एउटा तयारी पनि हामी तयारीका छौँ। तर त्यसमा फेरि घुसपैठ गराएर अस्ति 15 गतेको जस्तो राजावादीको जस्तो आन्दोलनमा घुसपैठ गराएर ब्रह्मलुट गर्ने काम भयो भने अब शुभेच्छुकहरू हाम्रा साथीहरू देशैभरि रहनुभएका साथीहरू त्यस्ता बिजालन्त्य रहेछ भने हातपात नगरिदिनु होला। उहाँलाई प्रहरी प्रशासनको जिम्मा लगाइदिनु होला। कसैले हातपात नगरिदिनु होला। हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ। त्यस्ता तपाईँको भिजिलान्तीहरू घुसपैठ भएर हाम्रा निरन्तरका एउटा जनयात्राका कार्यक्रमहरूमा उहाँले घुसपैठ गराउन सक्नुहुन्छ। हामी त्यसप्रति पनि सचेत हुँदै तर एसपीलाई यो डिएसपीहरूलाई त्यो प्रश्नको उत्तर चिरफार नभइन्जेलसम्म हामी यो मैदान छोड्नेवाला छैनौँ।